हेलो गाइस हैन आज हामी नयाँ भ्लग बनाएर चाहिँ हैन अस्ति नयाँको चाहिँ खतरा भयो नि त्यो भ्लग भाइरल कसकोमा हाल्यो त्यो तेरोमा हाल्यो हैन अब बाटो कहाँ पुग्छ हामी अहिले चाहिँ घर जाँदैछौँ हैन अब जाउँ एउटा बजार यस्तो छ हेर्नुहोस् होला यस्तो फुटिरहेछ तर यहाँ कसैले बनाएको छैन अघिल्लै अगाडि हेर्न अगाडि अगाडिहरू भन्दैछु मैले अहिले चाहिँ अहिले अखिलेश गर्नु आउँछ अहिले त्यो बजारमा अखिलेश आउँदैन यसलाई चाहिँ एउटा केटी मिलाइदिन्छ गाइज होइन यो हाम्रो सिङ्गल छ यसलाई हाम्रो उयसको कहाँको केटी चाहियो रे हाम्रो यो पहाड केटी चाहियो होइन हो नाइस एउटा राम्रो केटी होइन अब को बोल्न चाहनुहुन्छ हाम्रो यो हिरोसँग अब त्यो आइदिनु होला त्यही त फेसु गाडी भन त तिम्रो नाम के हो त नि अखिलेश शर्मा अनि तिम्रो नाम अब यस्तो ह्यान्डसमहरूलाई अब कुन चाहिँ केटीले हेर्दो रहेछ है ल जाउँ मैले भरे हाल्छु है केटा यो भ्लग चाहिँ हेर ल अखिलेश अनि तँ पनि हेर ल सब्सक्राइब गरायो नि तेरो मलाई अब सबले सब्सक्राइब गरिदिनु होला होइन नयाँ च्यानल हो आज भर्खर खोलेको होइन नयाँ च्यानल अब सब्सक्राइब गर्नु यसलाई पनि सब्सक्राइब गरिदिनु यो टुनटुन हो यसको नाम चाहिँ होइन टुनटुन हो कि होइन है अलि यता आइदिनु टुनटुन तेरो नाम केही छैन चलाउने टिकटक चलाउँछ है टिकटकमा रवि होइन रवि होइन त्यसको चाहिँ उयो युट्युबमा टुनटुन छ सबले सब्सक्राइब गरिदिनु होला हाम्रो सब अब भिडियोहरू चाहिँ त्यसकोमा छ त्यो कबड्डी खेलेकोहरू होइन नयाँ मान्छेले चाहिँ दुःख चाहिँ कसैले गर्दैन है केटा एउटा डायलग भनिदिनु न त जस्तो एउटा डायलग भन्छु त आउँदैन भन्नु भन आउनु पऱ्यो नि त छ्या एउटा डायलग होइन अलिक मिठो हाले सायरी जस्तो हान्थ्यो न हाम्रो ठाउँमा हामी बस्नुपर्छ भुल्थ्यौँ केटा अर्काको ठाउँमा बस्दो रहेछ केटीहरू त त्यो मुला फिल्ममा पनि त्यहाँ कति टुनटुन थियो कि भन्न अरू यो चाहिँ इन्डियनहरू है सबजना होइन राइडरहरू छ कतिहरूको गोप्रो सोप्रो देख्दैन त नि त्योहरू उयो हो कि त्योहरू घुम्न मात्र आयो कि त्योहरू भ्लग बनाउँदैन कि कोहीले चाहिँ बनाउँछ कोहीले बनाउँदैन त्योहरूले चाहिँ बनाउँदैन चाहिँ त्यही हो एउटा बजारको माहौल अहिले यस्तो छ भत्किरहेको छ होइन तेरो बाजे छैन कि क्रस गर्ने क्रस गरौँ होइन ओहो स्विमिङ पुल खेल्न जाउँ त ओ स्विमिङ पुल है टाढाको नेचुरल हो नेचुरल खतरा नेचुरल आमा जाम लाग्यो नेपालको होइन यो चाहिँ जर्सी नम्बर त यो खै होला त्यो कुकुर लाएर त कुत्ते हो हान्यो त्यसलाई हान्यो ओ अम्मा भाग्नु भयो यार के हाल्यो है अब त्यस्तै गर्दै गर्ने होइन त्यो बत्ती बाल्छ कि अगाडिको ओहो यहाँ चाहिँ यो केटा मालिस गर्नु रहेछ कडक साह्रै छ उसलाई जाने मान्छे होला हो के हो
छैन किन किन्नु पर्यो गरेन रुको सबलाई भाइरल गरिदिन्छु मैले अब नयाँ भ्लग हो होइन आज भर्खरदेखि भ्लग गर्न सुरु गरेँ अब सबले सब्सक्राइब गरिदिनु माया देखाइदिनु होला होइन युट्युबमा अब सबले यो दोस्तलाई पनि अब सब्सक्राइब गरिदिनु होला यता हेर त यो दोस्त यसको चाहिँ यो चाहिँ अब धेरै गेमहरूको भिडियो बनाउँछ उसले चाहिँ होइन कबड्डीहरू क्रिकेटहरूको यसले बनाइरहन्छ गेमको भिडियो ऊ चाहिँ अब इन्जिनियर कुन कलेज पढ्नुहुन्छ हजुर भनेर यसो सोधौँ मैले ए हो हजुर चाहिँ अब कुन कलेज पढ्ने भयो त ए क्रस गर नि दोस्तै अब नेचुरल स्विमिङ पुलको पानी यहाँसम्म आएर छ होइन क्रस जेब्रा क्रसबाट गराउँछ अहिले कसले रोक्दैन त्यो मेरो हातबाट सुत्दिन्छ नारायण जाने हो चटपटे वाले भैया पानी पूरी ले लो भन्दै भइदिएको त्यहाँ फरेस्टी आयो फरेस्टी दोस्तीको त यहाँ चाहिँ ट्रक आमा आज कति धेरै गाडी हिँड्दा है एकचोटि मोबाइल पछार नि दोस्त एकचोटि यहाँ लड्दियो न यहाँ स्विमिङ पुल नेचुरलमा गाइस जिरो चाहिँ बुझ्न सकेन है नो पार्किङ यार के हो यो के चलिरहेको छ यहाँ आम्बो कडक छ त्यो त नो पार्किङमा गाडी लगाउने वाह त्यो ड्राइभरहरूलाई पढ्नै आउँदैन क्या दोस्त भन तिमी नपढेर त ड्राइभर खतरा भन्छ त एकचोटि फेरि नपढेर ड्राइभिङ हो उमेरमा पढेर अब यस्तो ड्राइभरहरू अब इङ्ग्लिस पनि पढ्न आएन नो पार्किङ लेखाएको ठाउँमा गाडी हालिदिन्छ यार यस्तै हुन्छ त नि होइन केटा आज त म त आर्मी क्या भन्यो लडाइदिएको गाडी पार्क गर्नु दिएन भने लडाइदिएको पार्किङको बोर्ड पनि यता आइज अलिकति कता गएको यता आउन बाउ के भन तिमी पनि अब यस्तो मेरो च्यानललाई सब्सक्राइब कावा लामालाई सपोर्ट गर्नु पर्यो होइन नाम चाहिँ के अरे डिजी भ्लग होइन डिजी भ्लग हेर्दिनु होला सबले अब नेचुरल स्विमिङ पुलहरू चाहिँ यहाँ हाम्रो टाढोमा टन्नै छ ए अच्छा छाता ल्याउनु पर्ने रहेछ है यसको चाहिँ लाइसेन्स छैन होला मलाई थाहा भएपछि यो बाइक चलाउनेको नो पार्किङमा यस्तो हो क्या है नो पार्किङमा यस्तो हुन्छ यस्तो हाम्रो नेपालमा चाहिँ होइन नो पार्किङमा गाडी लगाएको छ अब सक्छ कसैले हेटौडामा नेपालमा पनि होइन अझ हेटौडामा हामीले भिडियो गरेर गाडी निकाल्यो आउँछ है हामीले भिडियो गरेर गाडी भगाएर है दोस्तै दोस्तै हामीले भिडियो गरेर गाडी निकाल्यो है ला सम्बुरहरू कस्तो बाटो ब्लक गरे अहिले झुन्डी दे दोस्तै ए गाडीवाला लास्टिङ न्युज राख्या हो हजुर कहाँबाट चाहिँ रोज है मान्छे हिँडेर गाडी ल्याए यार यस्तरी नि हुन्छ त नि यस्तरी नेपाल कहिले विकास हुन्छ हेटौडादेखि बिरगञ्ज जानेसम्मको यो बाटोमा चाहिँ यस्तो यही हो हाम्रो नेपालको त हैसियत झाडी चाहिँ छ त बाइक त मान्छे हिँड्ने ठाउँमा बाइक ल्याएर त्यही त भने त्यस्तो हुन्छ अनि कहिले सरकारले मान्छे हिँड्न बाटो बनाइदिएको छ होइन त्यही पनि अब गाडी ल्याएर हुन्छ त मान्छे हिँड्ने ठाउँमा यस्तो ट्रकहरू सिधै इन्डिया होइन त हान्लाई हो अर्को चाहिँ ओभरटेक गरेर कस्तो ठिसहरू रहेछ ड्राइभरहरू मैले सब भार गर्नु पक्न होला
मान्छे हिँडेर गाडी चलाउँदै ओइ त होइन कर्णपुरबाट होइन तल हम्बालाई तलमा 1000 रुपियाँ स्विमिङ खेल्न त्यहाँ त गर्छौ र होइन होइन होला आउँछ होला म चाहिँ अब तक्ला छु लाँदा एकचोटि क्या पब्लिक कपालबाट पसिना आयो कि अब तक्लुलाई सब्सक्राइब गरिदिनु त्यही हो माया देखाइदिनु सबले हेलो कल आइसक्यो हाम्रो दोस्तको भन्नु होइन घरबाट कल आइसक्यो आइफोन होइन आइफोन दोस्तको आइफोन देखाउँदै एकचोटि ओए नाइस 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 यो मयुरीवालालाई चलाउन आउँदैन जस्तो लाग्यो मलाई चाहिँ अब अघि दोस्त घरमा को छ घरमा को छ तिम्रो अब पुरै भोजपुरी गीत सुनेर है हिरो पारमा अब आमा सक्छ त नि बिहान यहाँ दिएको थियो काले हामीले अझ पुऱ्याइदियो भने अझ 200 रुपियाँ तेल हालेर नपुऱ्याइदिएर होइन कालेमा 500 रुपियाँ झ्याप हाने त्यसले झ्याप पऱ्यो जस्तो ओ दोस्त तिमीलाई जुस त्यहाँ तिमीलाई जुस त्यहाँ हेर न भोलिदेखि त स्कुलहरू पनि खोल्छ होइन भोलिदेखि त प्रगति गएर त कोचिङ र त भोलिदेखि त हामी दादा भइसक्यो यार दादा कहाँको दादा ऊ दादा अरे यो दादा साथी होइन उसले चाहिँ एउटा केटीलाई चाहिँ के अरे हेरेर चाहिँ त्यसको आँखै सुने बनाइदियो देऊ दोस्तै देऊ त्योहरूलाई मैले हान्छु कि अहिले ए चौलीको भाउ चौलीको आइगयो खै मलाई आयो आफ्नो साइड चिन्दैन क्या हो मलाई त त्यही लाग्छ गोप्रो किन्न दोस्त अहिले नकिने गोप्रो किने कि नकिने कहिले किन्ने त 50 सब्सक्राइबर पुऱ्याइदिनु अनि त्यहाँबाट हामी पनि गोप्रोबाट गर्नुपर्छ होइन हाम्रो अहिले गोप्रो छैन है नेचुरल उहाँले भनेर यस्तो बाटो हिँड्नुपर्छ हामी तर म लास हालिरह मौसम आज लास्टै बिग्रिरहेको त्यही हो कस्तो हुन्छ ब्लग अब हेर केटाहरू अहिले भरे गएर उही गर्दै आउँछ त बाटो हट्दैन एम्बुलेन्स चाहिँ यस्तो छ नेपालमा साइड लगाएको हुनु त एम्बुलेन्स चाहिँ यार एम्बुलेन्समा त्यस्तो मान्छेहरू है घाइते भएर आउँछ गाडीहरू साइड लाग्दैन भने नेपालमा त विदेशतिर हेर्नुपर्छ एम्बुलेन्सको लागि बाटो यस्तो छोडिदिन्छ कि साइडबाट ल के भन्नु त दाँत दुखिरहेको छ औडा गर्नुभयो 2-3 जना हिँड्दैछ बाइकमा नि यस्तो हाइवेतिर लाज छैन है मान्छेहरूले लाज सरम भने के युज हुँदैछ कि अब यस्तो हाइवेमा 2-3 जना लोड गर्ने त्यसमा भने अघिले रोसले 3 जना गएको हो तोर 3 जना पनि हिँड्छ बाइकमा राम्रो हो तर कुन दिन पुलिसले झ्याप हाने चाहिँ अनि तहरूलाई नि बाजा बज्छ
फाइनली कर आइपुग्यो अब ऊ पनि अब यहाँबाट साइड लाग्छ उसको पनि घर आयो यसको पनि घर आउनु थाल्यो म चाहिँ एक्लै हुने भयो हो पैसा उसले 30 रुपियाँ 30 रुपियाँ छ पछि ल्या नि त मलाई गाडी भएको छैन ले न ले ल 20 रुपियाँ लि लामा आधी पनि खोज्यो हेरेछ ल नरिसाइँदैन हुन्छ दोस्त हाम्रो दोस्ती भने यस्तो हो क्या पैसामा कुनै लोभ लालच छैन ओइ दोस्त ओइ मलाई यहाँबाट चढाउ नि गाडी उताबाट ल ल ल अब तिमी चाहिँ यहाँबाट होइन भुल जाने नजाने 5 भोलि त सोच र टान हान्न जानुपर्छ बाटोमा यस्तो फल्टो छ यार नेपालको बाटो छ्या मलाई त हिँड्नै अझै लाग्छ लाग्ने हो यहीँबाट ल रामसिंह ल हाम्रो रवि दोस्रो केसी छ ल रामसिंह बाई बाई गर्थ्यो नि त अनि यता ल ल ल ल ल ल यतैबाट हो अब रवि दोस्रो लाग्ने हामीले अब हामी यताबाट जानुपर्छ क्रस गर्ने हो अनि नाइट बस हेर्न कति प्याक आयो नाइट बस हो कि होइन महाकाली अटो भेट्दैन फेरि एउटा अटो चढाउँ भने नि के बाटोमा यस्तो छ यस्तो भर्ना चाहिँ कहिले गर्नु त रामे त भोलि गर्ने भने राम जस्तो यसले त कड हान्छ त है स्कुटीवालाले त न इन्डियाको धोतीहरू जस्तो लाग्यो यहाँ कड हान्दै भन्दैछ अझ एक्सिडेन्ट भयो त्यसको बाँचेको बेदेश त्यसले कहाँ रोडमा ए जाली हाल्ला है जाली गाडीहरू धेरै झर्छ होला ऊ त्यो त आइसकेपछि होइन मैले त त्यस्तै देखिरहेको नारोबाट है क्यामेराको हालत खतरा छ क्रस गऱ्यो मलाई अटै भेट्दैन अब अटो भेट्ने टाइम लाग्छ बस के भन्छ अब तिमी म पनि यहाँबाट लाग्ने होइन तिमी पनि यहाँबाट होइन अब मलाई अटो चढाउने तिमी है फेरि क्रस गरौँ है पुल आइपुग्यो क्रस गर्ने कि तबाट नि हुन्छ कर्रा पुल हो यो चाहिँ कर्रा पुल पनि हालत छ खतरै छ हल्लिन्छ है यस्तो पुल पनि हल्लिन्छ यहाँतिर त ए यहाँबाट एकचोटि हम्बाला भने होइन दोस्तलाई हम्बाला नि यहाँबाट एकचोटि मुनि अटो चाहिँ हेर न के रहेछ ओ बुई डरै लाग्ने रहेछ त हौ कडक तर यहाँ माछा चाहिँ तिमी जत्रै छ कि मान्छे चलाउनु उहाँ कति गर्मी के यस्तो यस्तो हेटौडातिर है कहाँ फोर्न गर्ने हेटौडामा भन नि त छ्या त्यति पनि भन्न आउँदैन ओ छापाले यति नभन्या आफ्नै पारम छ अघिल्लो जोर चाहिँ गाडीहरू त फेरि
यहाँ पनि हालेको छु नयाँ अहिले गाडी क्रस गराउँदो दोस्त गाडी चढेको भाइ आजको दारी चाहिँ लामो रहेछ सरप होइन सरप भनौँ न बसौँ म यहाँ मेरो अटो आउँदैन मलाई यहीँबाट नि त सब जाने अगाडिबाट छिटै पुग्छ घर जस्तो मास्टर चोकसम्म जानुहुन्छ त मास्टर चोकसम्म ल है दोस्त अगाडि पैसा चाहिँ कहाँ छ यहाँ अटो चढिसक्यो हस् आजको हाम्रो भ्लग यहीँनिर सकिन्छ ल थ्याङ्क यू सबले सब्सक्राइब गरिदिनु होला होइन हेरेर अब माया देखाइदिनु होला डिजी भ्लगलाई धन्यवाद।